चाहिँ म फाइनली गोरेको छोराको बर्थडेमा आएको है। हाम्रो गोरेको छोराको बर्थडे है। यसको रातमा अब आज सक्षमको जन्मदिनमा अब ल केक काट्ने गरेर सुरु है हजुर। ल सक्षमले केक ल केक काट्दै गरेको अवस्था है साथीहरू। पहिला फाइनल ल जान्ने सुन्ने मान्छे ल पर्ने अघिबाटै परेको जात हो भन्ने यो खुवामा भयो नाउँ कमाएर बाँचेर गरेर कति भनेपछि संसारले भएर खाएस हिउँसुली चाहिँ अर्को भएस नदी चाहिँ लामो होस् तेरो जिउनी पात पनि ल रोछेफाल गरिर लौ मन लागेको पाथी तँलाई भनेपछि जुन नाम बले चाहिँ बलुन लौ नमस्ते दिदी गर्ला नमस्ते ल भन्नुहोस् चेलीमा नेता भएर हिँड्ने पढाइ लेखाइ गरेर 100 वर्षसम्म तेरो जिउनी पाटा हो। फाइनली कहिले सको है।